नमस्कार, स्वागत छ मेरो फेरि पनि अर्को धमकेदार ब्लग। के धमकेदार चाहिँ के भन्ने र हैन 2-4 भ्यू आउनेवाला ब्लगमा म उपस्थित भइसकेको छु। दुबईको मोस्ट ब्युटिफुल प्लेस देखाउनको लागि म छु तपाईहरुकै प्रिय हैन 2-4 जनाको प्रिय मिस्टर ठकुरी ब्लगमा आइसकेको छु। म यानकि विक्रमजङ ठकुरी। मेरो स्पेशल आजको ब्लग चाहिँ मेरो यहाँ बसेकी बहिनीले बनाउँछु भन्दै हुनुहुन्छ हैन। उहाँलाई एकछिन दुबईकै खतरा ब्लगर बनाउने तर्खरमा छम हैन। म यो बहिनीलाई अब देखाउने छु। हेलो गाइज, नमस्ते। मलाई त चिनिहाल्नु भयो होला। 240 जनाले मलाई चिन्नु भयो। आज चाहिँ हामी दुबईको राम्रो ठाउँ म त गएको छैन। आज म फर्स्ट टाइम हो। म दुबई घुम्दैछु। आएको 2 वर्ष भयो तर एकचोटि पनि कहीँ घुमेको छैन। अहिले चाहिँ म दुबई बेसर घुम्दैछु। ल गाइज, तपाईँहरूलाई हामी देखाउँदै गर्छौँ हाम्रो यो। कृपया लाइक कमेन्ट गरिदिनु होला। त्यो 200 नपुऱ्याइदिनु होला, अलि धेरै बनाइदिनु होला। 2000 2500 3000 पुऱ्याइदिनु होला। रोक्नुस्, अब हामी देखाउँदैछौँ। आज हामी देखाउने छौँ सबैले सुनेको तर बिरलै सबैजना कम घुमेको ठाउँ हैन। कस्तो हुन्छ एक्सपिरियन्स, कस्तो छ ठाउँ, कस्तो छ त भिजिट गर्ने प्लेस, तपाईहरु घुम्दा कस्तो हुन्छ त्यो सब हामी सम्पूर्ण यो ब्लगमा हेर्न पाइन्छ। कृपया लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। दिदी तपाई कहाँ हिँड्नु भएको? तिमीले मध्य यहाँ मुख आउलाई पनि देऊ माइक। तपाई कहाँ हिँड्नु भएको? समात्नु माइक समात्नु। हजुर, हामी घुमघाम गर्न हिँडेको, सन्डेको छुट्टी मनाउन हिँडेको क्रिक हार्बर। ल दिनुस् माइक राम्ररी मलाई। हेलो भाउजू। इन्टरभ्यु लिँदै यसरी। म भाउजू। हेलो म आन्टी। सिंगल हो। ओइ आन्टी भन्दै यार। हेलो म दिदी। सिंगल हो, सिंगल। हेलो दिदी, तपाई कहाँ हिँड्नु भएको? बहिनी, हेलो म चाहिँ यस्तो लाउनु न माइक समातिदिनु। माछा मार्न गएको के 1-2 वटा माछा मार्न गएको के। ल राम्ररी माछा मारेर घोटी पोलेर खानु। हामीलाई चाहिँ सोधिदिनु। हेलो दाइ। हजुर, तपाई कहाँ हिँड्नु भएको? म घुम्न हिँडेको बहिनी। कहाँ हिँड्नु भयो घुम्न? हामी क्रिक हार्बर। आफूले बोल्दा मुख आउँदा यस्तरी गर्नुपर्छ क्या। तिमीलाई सिकाउँदै अब जुनी बित्नी भयो दाइ देख्न भयो। हेलो दाइ। हजुर बहिनी, कता हिँड्नु भएको? म चाहिँ हग्न हिँड्दै थिएँ कि बाथलुप समाटेर यो भाइले ज्याकेट भिराएर घुम्न जाऊँ दाइ भनेर भन्यो। म त घुम्न हिँडेको, कहाँ हिँडेको नि थाहा छैन, झ्याप छु हैन। कहाँ हिँडेको थाहै छैन। उता सोध्दा त उसलाई थाहा होला। यसरी हुन्छ ब्लगर स्टाइल। हेलो दाइ। लाने मजालाई मात्रै थाहा छ, मलाई थाहै कहाँ छैन। हिँड्नु भएको? म घुम्नु हामी एउटै क्यान त आधी खाइरहेको थियौँ। हामीलाई त केही थाहै छैन। थाहै छैन। हामी त जाने मात्रै हो। लाने मान्छे यता कता छ? रम्बल घारीबाटै उठाएर ल्याएको हामीलाई। उहाँहरूलाई थाहा रहन्छ, मलाई पनि थाहा छैन। त्यो जम्बो टोली चाहिँ अहिले हामी टक्क लगाएर हामी गाडी कुद्दै क्रिक हामी चाहिँ गाडी कुद्दैछौँ है। सबैको अनुहार देख्न सक्नुहुन्छ। हामी चाहिँ जम्बो टोली 2 रुपैयाँमा बोट चढ्ने हो कि? ठ्याक्कै बोटको खलासी जस्तै। बोटको ड्राइभर, बोटको खलासी। ड्राइभर, म चाहिँ यो भाइ चाहिँ बोटको खलासी। यता चाहिँ उहाँहरू चाहिँ प्यासेन्जर। उहाँलाई चिनिन। दाइ साउ हो, हेर्नु न साउ जस्तो। अलि दाल सिंगल भन्दै हिँड्ने हैन। अहिले चाहिँ बुढी भएर अगाडि देख्ने कुरा हो, यो पछाडि उहाँ सिङ्गल हुनु। यो चाहिँ फेरि मैले हाइलाइटमै हालिदिने फेरि सुरुमै म तिम्रो बुढी हो भने चाहिँ। फाइनली हामी गाडीभित्र आइसकेका छौँ। अब हामी जाँदैछौँ। यो रोड हो हैन। यस्तो छ बाहिरको मौसम। कस्तो फिल भइरहेछ अरे? सिआइडीले समातेर हामीलाई रक्सी गाह्रो समातेर हिँडे जस्तो। तिमी बोलेको यहाँसम्म आउँछ क्या भन्ने। लौ यो माइक आउँछ। यत्रो जोडले बोल्दा अहिले चाहिँ हामी अब क्रिक हार्बर हिँडेको छौँ। तर गाडीमा हिँड्दाखेरि चाहिँ पुरै सिआइडीले समातेर हिँडे जस्तो फिल भइरहेछ। आवाज आयो नि होइन? ल फाइनली गाइज हामी आइसकेका छौँ। तर कहाँ आएको छौँ, केमा आएको छौँ, कता हो यस्तो ठाउँ देखेको छ होइन। अनारिसी छौँ होइन। यहाँ अब कतानिरबाट एउटा बोट चढेर जाने ठाउँ छ होइन। त्यही बोट चढेर जानु भनेर आएको। तर कता हो बोट चढेर जाने, के हो कता हो केही पनि थाहा छैन। त्यो सबैले हामीलाई उठेर हेरिरहेछन्। त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी भने यही हो क्या। यस्तो छ है। आउनु त आइसकेका छौँ। यहाँ मान्छेहरू अपोजिट साइडमा उत्रे जस्तो लाग्यो। हो त्यस्तै हो, त्यही हो भाइ। आरटिएको बोर्ड हो, त्यो आरटिएको बोर्ड चढेर चाहिँ जाने हो। तर कता जाने हो भन्ने कुरो त चाहिँ थाहा छैन है। चढेर चाहिँ जाने हो। ल यस्तै छ। यसमा यहाँ आउँदा चाहिँ होइन त्यो आरटिएको त्यस्तो गाडी सिप याट चढेर आउनुपर्ने होइन। आरटिएको त्यो पानी जहाज चढेर आउनुपर्ने। हामी चाहिँ
उतातिर आउनुपर्ने ठाउँमा चाहिँ हामी चाहिँ यतातिर आएको रहेछ होइन यतातिर तर आउनु पनि चाहिँ त्यहाँबाट चढेर यसरी नै यहाँबाट चढेर आउने हो यहाँ देखे जसरी यो सुपर यार्ड जस्तो यो आरटिएको एउटा यहाँ पानी जहाजको व्यवस्था छ त्यो चढेर आउनुपर्ने हो हामी खास यो भ्यू हेर्न आउने हो यहाँ यो यतातिर देखिएको चाहिँ बुर्ज खलिफा भयो यहाँबाट सिन हेर्ने भयो होइन ऊ त्यो पर देखिएको चाहिँ बुर्ज खलिफा म चाहिँ विक्रम त्यो चाहिँ बुर्ज खलिफा यो चाहिँ होइन ब्लगर होइन के भन्छ खलिफालाई हेर्ने मिया खलिफालाई हेर्ने के भन्छ भ्युवर ए यहाँ त यस्तो कुरो छ आम्मा चस्मा खस्छ भने त यस्तो रहेछ यहाँ त यस्तो यसले हामी चाहिँ अब यो माथि यस्तो भ्यू हेर्नलाई यहाँबाट भ्यू हेर्नलाई हामी हाम्रो बटालियन प्लस यहाँ यस्तो हावा चलिरहेको छ नेचुरल हावा चलिरहेको छ यस्तो छ कि यहाँ मान्छेहरू यत्तिकै भिड छन् मेरो भाइ उहाँ बिचमा गएर भ्यू निकाल्दैछ होइन यस्तो रमाइलो भ्यू छ यहाँ बसेर यस्तो रमाइलो हेर्न पाइन्छ यहाँ यत्रो अग्लो अग्लो बिल्डिङ छ यहाँबाट ट्याक्क बुर्ज खलिफाको सनसेट यो सनसेट हो कि सनराइज हो सनराइज हेर्न मिल्छ होइन यहाँबाट यो चाहिँ बुर्ज खलिफा हो है यहाँ चाहिँ यस्तो छ भ्यू रात परिरहेको अवस्था छ होइन हल्का अहिले कति बज्यो 5, 10, 15 आफूलाई फेरि यस्तो घरि हेर्ने यस्तै 5, 10, 15 भनेपछि 3, 4, 5 बजेर 5 मिनट जान लाग्यो होइन मान्छेहरूको माहौल अझै अहिलेभन्दा पनि धेरै बाक्लिरहेको अवस्था छ यहाँ तलतिर मान्छेहरू यतातिर पनि सस्तै छन् उहीँसम्म छ यो राउन्ड एक राउन्ड पर उहीँसम्म छ होइन यतातिर यस्तो सिन छ त्यो देखिरहेको चाहिँ बुर्ज खलिफा यतातिर मान्छेहरू यस्तो धेरै छ होइन यहाँ अब कुनै टिकटक बनाउन नेपालीहरू नेपाली हाम्रै ग्रुप रहेछ नाच्दैछन् यतातिर अहिले भिडियो हेर्दैछ यतातिर यस्तो अग्लो अग्लो बिल्डिङ छ होइन टक्क लाएर यतातिरबाट पनि मस्त भ्यू आउँछ होइन यस्तो हावा चलिरहेको छ यस्तो रमणीय ठाउँ छ नि बिना पैसामा यतिको राम्रो ठाउँ घुम्न पाउनु भनेको धेरै राम्रोको कुरा हो अब हामी घाम हुँदैखेरि यहाँ अब चस्माको काम चाहिँ घाम हुँदैखेरि यहाँको थियौँ होइन मजाले घुम्यौँ अब यहाँ यत्रो मान्छेहरू देख्न सुन्नुहुन्छ होइन सबैजनाहरू हुनुहुन्छ यहाँ आएर यतातिर चाहिँ यस्तो रहेछ होइन मजाले कुदिरहेको छ परतिर लाइट बाल्न सुरु गरिसक्यो यतातिर पनि लाइट बाल्न सुरु गर्यो हामी चाहिँ यहाँ छौँ होइन अर्को ब्लगर ओ भाइ बिग फ्यान अब हामी फाइनल्ली है यहाँबाट यो ठाउँलाई यो स्काई बिचलाई बाई बाई भन्दै हाम्रो जम्बो बटालियन अब हामी चाहिँ टक्क लाएर अर्को ठाउँतिर यतातिर अब के छ एक्सप्लोर गर्नु पऱ्यो घुम्नु पऱ्यो हिँड्नु पऱ्यो भन्दै एउटा जाम भनेर मान्छेहरू अझै टिकटक बनाउनु छोडेको छैनन् है हामी चाहिँ यहाँबाट जाँदैछौँ अब यहाँ मान्छेहरूले सबैले मलाई हेरिरहेछन् म मात्रै ओन्ली वान भ्लगर परेछु कि यार सबले नजरै छ यतातिर यस्तो छ होइन तैँले पो हेरेको छैन हेर्ने मान्छेले हेरेको छ नि मैले देखिरहेको छु नि तँलाई पो सबै जोडी भयो भने अजिब लाग्छ नि त फोन अब यस्तो डिस्प्ले अगाडिबाट चलिरहेको छ होइन मेरो डिस्प्ले बिहान परैबाट देखिरहेको छ नि होइन त्यही बिहान हेरिरहेको छ नि होइन अझै यहाँ त के भन्छ अरे लाइट हुँदाखेरि हेर्नु भने अझै लाइट पनि राम्रो आउँथ्यो बहिनी उहाँलाई चिनिन आज यो बहिनी थाकी थिइन् होइन पुरै भ्लग यिनले बनाउँछिन् भनेर मैले त्यत्रो यिनको ब्राउन गाइदिएँ होइन मैले त्यत्रो भने 240 भ्यू यही बहिनीलाई हेर्नलाई आयो तर यो बहिनीले अहिले आएर यिनले मन मारिन् 240 भ्यू के थियो कस्तो सिन त्यो साँझ पछि भएछ जति साँझ पख हुँदै गयो यहाँ मान्छेहरू नयाँ आउने चक्करहरू छन् यहाँ त कस्तो रहेछ भने भाइ यहाँ धेरै अब हामी जस्तो ऐरे खैरे भन्दा पनि खैरे मात्र देखिन्छ छोटो छोटो कट्टुमा होइन आमा ऊ त हेर न भन्ने यस्तो हुन्छ है हामी चाहिँ कस्तो भन्दाखेरि घरकी मुर्गी हेर्दा वाक्क भएर बाहिरकी मुर्गी हेर्दा आएको अब कस्तो भने हामी चाहिँ सस्तो भ्लगर हो होइन मान्छेहरू भित्र बसेर गम खाँदै हामीलाई हेरिरहेको छ हामी चाहिँ उनीहरूको लागि इन्टरटेनर जस्तो लाग्छ भाइ भित्र बसेर खाइरहेको छन् अब यिनीहरूले के हुलिया गर्छन् के गर्न गएको अब बिस्तारै अँध्यारो हुँदैछ रातका परीहरू रातका रानीहरू जाग्दैछन् अरू त ठिकै कि मेरो बुढी चाहिँ हराउँछ क्या भनेर अनि मेरो बुढीलाई के अर्को आएको बुढी नि फल्नाको बुढी ल भन् ल यो फल्नाको बुढी म चाहिँ फल्नाको बुढा है हामी बुढाबुढी होइन फेरि यति कुरा बुझ्नु पऱ्यो कि यो फल्नाको बुढी यो फल्नाको बहिनी साइड गरेर यार भ्लग बनाउँदै पनि के बाटोबाट आज हेलिँदै हिँड्न आउँदैन हिँड्न आउँदैन भने राम्रो छ हिँड्न हेर्न आउँदा अझै मान्छे कुट्न जस्तो हिँडेको त यो हिजो र आज तिम्रो छुट्टी पनि हिँड्दै भ्यायो होइन बहिनी बेबारी चाहिँ भयो भरे तिमी त एयरपोर्ट आएर सुत्या थियो भरे हो म त्यही भन्ने खबर सुनेको थिएँ यस्तो काम चाहिँ नगरेर हेर यी हरामी साथीहरू सङ्गत गरेर हिँड्न भन्न कतिखेर ल उहाँलाई चिनिन साइडमा कुन चाहिँ साइडमा
के हो बिचमा ल हो बिचमा हुने दाइको चाहिँ मिस्टर ब्लगरको चाहिँ सङ्गत नगर्नु नि बिचमा लगाएर धोका दिन्छ यस्तो राम्रो सिन छ है आम्मामामा सिटी भ्यू ल फाइनल्ली हामी अब यहाँबाट निक्लिसकेका छौँ अब हामी जान लागेको यहाँसम्म भिडियो हेरेर ब्लग हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद हेर्नु नहुने सम्पूर्णलाई धन्यवाद अब फेरि अर्को ब्लगमा भेट्नेछौँ यो बहिनीले बनाउने छ अर्कोचोटिको ब्लग नेक्स्ट ब्लग यो बहिनीले बनाउने वाला छ 400 अस्ति 240 भ्यू आयो अब यो बहिनीले बनाएपछि अर्कोचोटि 400 भ्यू ल्याउने छिन् भिडियोको प्रतीक्षा गर्नु होला प्लिज